मानवताको सेवा, समाज सेवा जीवनको सर्वोत्कृष्ट कार्य हो भन्ने कुरालाई सिरोपरि गर्दै धन्यवाद कार्यक्रम सञ्चालकज्यू, यस कार्यक्रमका सभाध्यक्षज्यू, हाम्रा यस जिल्ला परिषदका डाइनामिक लिडर लियो नरन कुमार महतोज्यू, यसै गरी प्रमुख अतिथिको आतिथ्य गरिरहनुभएका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, निष्पक्ष न्याय गर्नका लागि बसिरहनुभएका न्यायमण्डलका अग्रज व्यक्तित्वज्यूहरू र मभन्दा कुशल र प्रखर वक्ता प्रतिस्पर्धी मित्रहरू, विभिन्न ठाउँबाट यस कार्यक्रममा पालन हुनुभएका विभिन्न क्लबका क्लब अध्यक्षज्यूहरू, प्रतिनिधिज्यूहरू एवं यस परिसरभित्र यस हलभित्र रहनुभएका सम्पूर्ण व्यक्तित्वहरूलाई म यो जिल्ला परिषद 325 आर नेपालको वर्तमान जिल्ला सहसचिव लियो लाइनबाट स्वागत सिटार्नुहोस् दिवाकालीन नमस्कार। आज म यस लियो जिल्ला परिषद 325 आर नेपालका जिल्ला अध्यक्षज्यूको राष्ट्रिय प्रकरण समाज कल्याणका लागि कार्य भन्ने मूल नारामा रही मेरा केही भनाइहरू राख्न गइरहेका छु। धैर्यतापूर्वक सम्पूर्णले सुनिदिनुहुन्छ भन्ने विश्वास पनि लिएको छु। धेरै वर्ष पहिले सिकागो सहरमा मेलविन जोन्सज्यूले समाज सेवाका लागि एउटा क्लब चाहिन्छ भन्ने अवधारणा लिँदै गरेर एउटा लायन्स क्लबको स्थापना गर्नुभयो। विभिन्न देशहरूमा ती लायन्स क्लबहरू खुल्दै जाने क्रममा नेपालमा त्यति बेला जब नेपालमा राजतन्त्र चलेको थियो, जहाँ जनताहरू स्वतन्त्र रूपमा रहेर बोल्न पाउँथेनन्, केही कुराहरू गर्न पाउँथेन, जहाँ समाज सेवाको अवधारणा समेत थिएन, त्यो परिवेशमा पनि विराटनगरमा रहनुभएका मातृका प्रसाद कोइरालाज्यूले चाहिँ एउटा लायन्स क्लब खोल्नुपर्छ जसले चाहिँ समाज सेवा गर्छ, जनताको पक्षमा आवाज उठाउँछ, जनताको पक्षमा बोल्छ भनेर एउटा लायन्स क्लबको स्थापना गर्नुभयो। र त्यस पश्चात नेपालभरि पनि विभिन्न लायन्स क्लबहरू खुल्दै र त्यसका छोरा छोरीहरू भनौँ न बच्चाको रूपमा रहेको चाहिँ लियो क्लब पनि स्थापना हुने क्रममा हुँदै गएर विभिन्न कालखण्डमा B1 B2 हुँदै गर्दा चाहिँ आज नेपालमा 15वटा लियो जिल्ला परिषदहरू रहेका छन्। मलाई लाग्छ 15वटा नेपालका हरेक कुनामा 15वटा लियो जिल्ला परिषदका जो जसरी सदस्य भए पनि हरेक सदस्यको मुख्य उद्देश्य, मुख्य धर्म, मुख्य मन्त्र नै समाज सेवा हो भन्ने लाग्छ मलाई। त्यो भन्न मन नहोला कि हामी लियोमा किन लाग्दैछौँ भन्दा हामीले समाज सेवा गर्न पाउँछौँ। यदि मलाई समाज सेवा गर्न छ भने, समाजका लागि केही गर्न छ भने म लियो जिल्लासँग जोड्नुपर्छ, लियोसँग जोड्नुपर्छ भन्ने लाग्छ। र हामीलाई देखेर घरमा रहनुभएका जो भर्खरै 16-17 वर्षका चाहिँ उमेरमा आउँदै गर्नुहुन्छ ती बाबु भाइ बहिनीहरूलाई पनि के लाग्दो हो भन्दा चाहिँ यदि म लियोसँग जोडिन पाएँ भने चाहिँ, मैले लियोमा समावेश हुन पाएँ भने, म लियोको सदस्य हुन पाएँ भने चाहिँ मैले समाजका लागि केही कन्ट्रिब्युसन गर्न सक्छु, मेरो समाजका लागि, मेरो टोलका लागि, मेरो गाउँका लागि पनि केही गर्न सक्छु भन्ने ती बाबु नानीहरूले पनि त्यो सोचेका छन्। र हामी लियोसँग जोडिँदै गर्दा हाम्रो अध्यक्षज्यूको समाज कल्याणका लागि कार्य भन्ने मूल नाराका साथ यो वर्ष हामी अगाडि बढिरहेका छौँ। र यो वर्ष मात्र नभनौँ, जुन दिन हामी लियोमा जोडियौँ त्यो दिनदेखि नै हामी समाज सेवाको पक्षमा उभ्यौँ, समाज सेवा गर्नुपर्छ भनेर उभ्यौँ। र समाज सेवा पनि यो मात्र गर्छु, म चाहिँ भोकालाई मात्र खाना खुवाउँछु, नागालाई मात्र कपडा दिन्छु भन्ने होइन। आवश्यकता अनुसार जहाँ जे आवश्यकता छ त्यो आवश्यकता परिपूर्ति गर्नका लागि लियो सदैव हरेक ठाउँमा उभिएको इतिहासहरू धेरै छन्। म तपाईँलाई धेरै पछाडि जान चाहन्न। अस्ति भर्खरकै घटना हेर्नुहोस्, जब नारायणघाट मुलुक सडक खण्डमा वर्षाले गर्दा चाहिँ हजारौँ सङ्ख्याका यात्रीहरू अल्पत्र परेको अवस्थामा लियोले चाहिँ अब ती जाममा परेका चाहिँ यात्रुहरूको चाहिँ अस्तव्यस्त भएको छ, समस्या परेको छ, उहाँहरूलाई अरू केही नगरे पनि एक छाक खाना खुवाउनका लागि चाहिँ लियो अगाडि बढ्नुपर्छ। हाम्रो सेवाले त्यही हो भन्ने मूल नाराका साथ हामी लियो साथीहरू सम्पूर्ण जुटेर उहाँहरूलाई खाना खुवाउने अभियानमा लाग्यो र हामी सम्पूर्ण मिलेर चाहिँ ती भोकाहरूको पेट भर्यौँ। त्यसरी नै सडकमा बेवारिस भएका व्यक्तित्वहरूलाई पनि लियो क्लब जुनसुकै होस्, जुनसुकै जिल्लाको होस्, जहाँसुकै होस्, यदि हामी सडकमा बेवारिस व्यक्तिहरू देखेका छौँ भने हामी सदैव चाहिँ उनीहरूको संरक्षणमा लागेका छौँ। हामीले भोकाहरूको पेट भर्ने कार्य गरेका छौँ। बाढी पहिरोमा विपत्तिमा परेका साथीहरूलाई हामीले कपडाहरू बाँडेका छौँ। र म अन्तिममा के भन्न चाहन्छु भन्दा लियोको मूल मन्त्र नै समाज सेवा हो। आज हामी यहाँ उभिएका पनि छौँ समाज सेवाका लागि, भोलि पनि हामी समाज सेवा गर्नेछौँ र हामीले समाजप्रति दिएको योगदान, हाम्रो सेवालाई देखेर नै अन्य साथीहरू पनि हामीसँग समाज सेवाका लागि नै जोडिदिन्छ विश्वास व्यक्त गर्दै मेरो भने यहाँ